अर्को साइड भने के साइड होला त अब? अर्को भनेको के छ भन्दाखेरि चाहिँ इन्टरमिडिएट साइड भनेर छ। के होला इन्टरमिडिएट साइड भने? कति नम्बर? 18 नम्बर है। 18 नम्बरमा साइड भने पनि फेरि रिडिङ भने पनि एउटै हो नि। साइड भन्यो भने स्टेसन भयो, अनि त्यस पछाडि चाहिँ इन्टरमिडिएट स्टेसन पनि भन्न पाइयो, साइड पनि भन्न पाइयो, अथवा चाहिँ रिडिङ पनि भन्न पाइयो नि। फेरि त्यसमा रिडिङ लेख्यो भने के भयो त? स्टाफ राख्यो भने स्टेसन भयो, लाइन अफ साइडले दिएको भएर साइड पनि भन्न पाइयो, अर्को चाहिँ त्यसमा रिडिङ पढ्यो भने इन्टरमिडिएट रिडिङ भनेर पनि भनिन्छ नि फेरि। तिनटै भन्न पाइन्छ नि फेरि। ल, अब इन्टरमिडिएट भनेको कस्तो होला त? ल हेर्नु त, नामले नै भनिरहेको छ। इन्टरमिडिएट भनेको चाहिँ कस्तो होला? इन्टरमिडिएट साइड भनेको। अथवा तपाईँहरूलाई अलाइनमेन्ट भन्दा बाहिर लिने रिडिङलाई के भनिन्छ भनेर सोधिन्छ कहिले कहिले। अलाइनमेन्ट भन्दा बाहिरपट्टि। यो चाहिँ हाम्रो चाहिँ साइडमा अलाइनमेन्ट हुनुपर्छ भन्छ त, नहुन पनि सक्छ नि, होइन र? हो, यो चाहिँ के हुनसक्छ भन्दाखेरि चाहिँ जुन हाम्रो बिएस र एफएस बाहेकका, बिएस र एफएस बाहेकका सबै स्टाफ रिडिङहरू नै के हुन् भन्दाखेरि चाहिँ इन्टरमिडिएट साइड रिडिङहरू। जस्तो त्यसलाई हेर्नु त, अब अघि भर्खर मैले तपाईँले के भने, यहाँनिर मलाई रिडिङ चाहियो। यहाँनिर जस्तो तपाईँले एउटा चाहिँ इम्पोर्टेन्ट कुनै एउटा चाहिँ ल्यान्डमार्क रहेछ, पोइन्ट रहेछ, यसको मलाई हाइट चाहियो भने के गर्न पाइयो त? हाम्रो बाटो त यो हो नि, होइन? जानुपर्ने बाटो यसरी थियो यी, यसरी हाम्रो यो बाटो जानुपर्ने थियो। तर हामीले के गरौँ, बिचमा एउटा चाहिँ कुनै एउटा चाहिँ इम्पोर्टेन्ट फिचर रहेछ जसलाई मैले लिनै पर्ने थियो भने त्यसमा के गरिन्छौँ भन्दाखेरि कहिले कहिले हामीले यो बाटोभन्दा बाहिरतिर गएर पनि हामीले रिडिङ लिइदिन्छौँ। बाटोमै लिग्यो भने त बिएस र एफएस भइहाल्छ। त्योभन्दा बाहिर लिग्यो भने यो के भयो भन्दाखेरि चाहिँ इन्टरमिडिएट साइड हो। उम्। अब यो चाहिँ सबै सेटअपमा इन्टरमिडिएट साइड हुन्छ भन्ने छ र? जस्तै मैले यहाँनिर इन्टरमिडिएट साइड लिएको छु, यहाँनिर त इन्टरमिडिएट साइड छैन नि, होइन र? यो चाहिँ सधैँ हुनैपर्छ भन्ने छैन, नहुन पनि सक्छ है। सबै सेटअपमा चाहिँ इन्टरमिडिएट साइड नहुन पनि सक्छ। अथवा मैले यति एउटा मात्रै लिन्छु भन्ने छ र? कहिले कहिले मैले तपाईँहरूलाई, मलाई यहाँ चाहिएन, ल मलाई अर्को यही सेटअप लिँदै गर्दाखेरि मलाई यहाँनिर पनि अर्को हाइट चाहियो भने त फेरि मैले यतापट्टि पनि पढिदिन्छु होला नि, होइन र? यहाँनिर पनि अर्को पनि पोइन्ट रहेछ भने चाहिँ यहाँनिर पनि पढ्छु होला, स्टार रिडिङ। हो, यो चाहिँ के हुनसक्छ भन्दा कुनैमा चाहिँ हुँदै नहुन पनि सक्छ, कुनैमा हुँदै नहुन पनि सक्छ, कुनैमा जति पनि हुनसक्छ क्या, जतिवटा पनि हुनसक्छ। जुन ठाउँमा हामीलाई हाइटको आवश्यकता पर्यो त्यही ठाउँमा के गर्छौँ त हामीले, गएर के गरिदिन्छौँ त, लिन सक्छौँ है त। क्रस सेक्सन लेभलिङमा चाहिँ होइन नि फेरि। यो क्रस सेक्सन लेभलिङ कन्सेप्ट फेरि अर्कै हो नि फेरि, त्यतापट्टि नजानु होला अहिले। त्यो लेभलिङको टाइप्समा जान्छौँ अहिले हामी। प्रिसाइज लेभलिङमा चाहिँ विभिन्न टर्मिनोलोजीहरू पढ्दैछौँ नि, त्यसमा चाहिँ फेरि म आउँछु नि। ल, भनेको चाहिँ के भन्नु पर्यो भन्दाखेरि चाहिँ क्रस सेक्सन लेभलिङमा चाहिँ पछि म कन्सेप्टमा आउँला है फेरि त्यसमा, नातिन। इन्टरमिडिएट साइड भनेको के हो भन्दाखेरि चाहिँ ब्याक साइड र बिएस र एफएस बाहेकका, बिएस र एफएस बाहेकका सम्पूर्ण स्टाफ रिडिङलाई, स्टाफ रिडिङलाई साइड रिडिङ भनिन्छ, इन्टरमिडिएट साइड रिडिङ छ भन्छ भनेर भन्नु पर्यो है त। ल, यो चाहिँ हाम्रो बिएस र त्यो बिचमा भए पनि साइडमा भए पनि मात्रै के होइन, त्यो चाहिँ बिएस र एफएस होइन, त्योभन्दा बाहेकका सबै के हुन्छ, इन्टरमिडिएट साइडहरू हुन् के। त्यही नै होला। त्यो बिएस र एफएस भन्दा बाँकी सबै के हुन्छ, इन्टरमिडिएट साइड नै हो। जुन चाहिँ हामीलाई इम्पोर्टेन्ट फिचरहरू लाग्छ त्यही फिचरहरू नै हामीले लिन्छौँ कि, त्यति मात्रै हो है त। ल, यो चाहिँ के हुनसक्छ भन्दा कुनै सेटअपमा नहुन पनि सक्छ र कुनै सेटअपमा जति पनि हुनसक्छ। यो रिडिङ अघि हामीले भनेको कुरा, कुनै सेटअपमा नहुन वा कुनै सेटअपमा जति पनि हुन सक्छ। अब हामीले दुइटै लिने, एउटा चारवटा लिने भनेर भनेको छैन।
जतिवटा पनि के हुन सक्ने भयो त हुन सक्ने भयो। ल, कहिले कहिले चाहिँ अलाइनमेन्टमै पनि हुनसक्छ, कहिले कहिले चाहिँ अलाइनमेन्ट भन्दा बाहिर पनि हुनसक्छ। ल हेर्नु त यसरी, यसरी हाम्रो हिँडिरहेको इन्स्ट्रुमेन्टलाई चाहिँ तपाईँले यतापट्टि यसरी यो लाइनमा हिँडिरहेको इन्स्ट्रुमेन्ट यतापट्टि घुमाउनै नमिल्ने भन्ने हुन्छ र डाइरेक्सनमा। हो चाहियो भने यतापट्टि घुमाएर लिन्छौँ, कहिले यहाँ बिचमा ल्याइदिन्छौँ, कहिले यता बिचमा ल्याइदिन्छौँ, जुन पनि हुनसक्छ है त। ल, अब अर्को तपाईँले यही स्टेसनमा आउँदाखेरि चाहिँ ल हेर्नु त, कुनै कुनैमा हामीले के गरियो त, मैले जस्तो तपाईँले यो स्टेसन हो भने मैले हेर्नु त, यहाँनिर मैले के गरेँ त, एउटै स्टाफ रिडिङ राखेर पहिला मैले सुरुमा यसबाट एफएस पढेँ, फेरि मैले यतापट्टिबाट के गरेँ त बिएस पढेँ। यसमा पनि के गरेँ त, पहिला यो सेटअपबाट चाहिँ सेटअप टूबाट चाहिँ मैले एफएस पढेँ, पछि फेरि सेटअप थ्रीबाट बिएस पढेँ। यसरी बिएस र एफएस दुवै पढिएका स्टेसनहरूलाई के भनिन्छ होला त, अथवा पोइन्टहरूलाई के भनिन्छ होला त, जसमा हामीले बिएस र एफएस दुवै पढेका छौँ भने त्यस्तो पोइन्टलाई के भनिन्छ। धेरैजना झुक्किने यही दुइटा स्टेसनमा हो, एउटा इन्टरमिडिएट स्टेसन, अर्को भनेको चाहिँ यो दुवै पढेका स्टेसन हो। दुवै पढेका छन् भने हामीले यसलाई के भन्छौँ भन्दाखेरि चाहिँ चेन्ज पोइन्ट अथवा टर्निङ पोइन्ट भनेर भन्छौँ, दुवै भनिन्छ है। बिएस र एफएस दुवै पढिएका स्टेसनहरूलाई के भन्छौँ त हामीले चेन्ज पोइन्ट अथवा टर्निङ पोइन्ट भनेर भन्छौँ। ल, अर्को स्टेसन चेन्ज पोइन्ट अथवा टर्निङ पोइन्ट भनेर भन्नु पऱ्यो। ल, कति नम्बरमा? 19 नम्बरमा। चेन्ज पोइन्ट टर्निङ पोइन्ट के भन्नु पऱ्यो त्यो चाहिँ तपाईँहरूले एमसिक्यूमा कसरी आउँछ भन्दाखेरि बिएस र एफएस दुवै रिडिङ लिएका स्टेसनहरूलाई के भनिन्छ भनेर आउँछ होइन। भनेपछि के भन्नु पऱ्यो त, चेन्ज पोइन्ट अथवा टर्निङ पोइन्टमा चाहिँ बिएस र एफएस दुवै बाहेकका भन्यो भने चाहिँ अघि भर्खर हामीले इन्टरमिडिएट भन्यौँ, दुवै लिएको भन्यो भने के भन्नु पऱ्यो त चेन्ज पोइन्ट अथवा टर्निङ पोइन्ट भनेर। रिडिङको स्टेसनहरूलाई बाई चेन्ज पोइन्ट अथवा टर्निङ पोइन्ट भनिन्छ, भनिन्छ भनेर भन्नु पऱ्यो है त। दुवै बाहेक भन्यो भने एउटा मात्रै वर्ड छ है यहाँनिर, बाहेक भन्यो भने चाहिँ, बाहेक भन्यो भने चाहिँ हेर्नु त, बाहेकका भन्यो भने चाहिँ इन्टरमिडिएट, दुवै भन्यो भने चाहिँ के भयो त भन्दाखेरि चाहिँ दुवै लिएको भन्यो भने के भयो त्यो चाहिँ चेन्ज पोइन्ट अथवा टर्निङ पोइन्ट भनेर भन्नु पऱ्यो। यसलाई छुट्याउने भनेको यो दुइटा पोइन्टले हो कि, एउटामा दुवै लिन्छ, एउटामा त्योभन्दा बाहेकका लिन्छ, त्यही त हो नि होइन र। यो दुइटा बुझ्यो भने त बुझि नै हालिन्छ। ल, अब तपाईँहरूलाई एमसीको त्यो यस्तो त फेरि सिधा तरिकाले त सधैँ सोध्छ भने त छैन। तपाईँले क्वेसन के आइदियो भन्दाखेरि जस्तै चेन्ज पोइन्टमा लिएको पहिलो रिडिङ कुन हुन्छ भनेर सोधिदिन्छ। दुवै रिडिङ लिन्छौँ भने हामीले, दुवै बिएस र एफएस लिन्छौँ भने पहिलो रिडिङ चाहिँ कुन लिन्छौँ त हामीले चेन्ज पोइन्ट। अब धेरैजना झुकिने यहीँनिर हो, लेभलिङको सेटअपमा लिने पहिलो रिडिङ भन्यो भने के लेख्ने, र अर्को चाहिँ चेन्ज पोइन्टमा लिने पहिलो रिडिङ चाहिँ कुन हुन्छ होला, बिएस हुन्छ होला कि एफएस हुन्छ होला चेन्ज पोइन्टमा। हो एफएस हुन्छ। फेरि यसमा झुकिनु भएन, धेरैजना झुकिने यहीँ नै हो। ल हेर्नु त फिगरमा, अघि भर्खर हामीले के भन्यो यो फिगरमा के गरौँ त, ल हेर्नु त, जस्तै यो चाहिँ बी भन्ने मैले स्टाफ राखेको ठाउँ चाहिँ यो भनेको चाहिँ के रहेछ चेन्ज पोइन्ट रहेछ, किन बिएस र एफएस दुवै लेखा छौँ भने। पहिला हामीले यसमा बिएस मात्रै लेख्यौँ, यो चेन्ज पोइन्ट भयो भएन हो, यो के भयो त चेन्ज पोइन्ट भएन। तर यसमा के गरौँ, पहिला हामीले एफएस लेख्यौँ यो सेटअप वानबाट, सेटअप वानबाट चाहिँ हामीले एफएस लेख्यौँ, सेटअप टूबाट के लेखिदियौँ बिएस लेखिदियौँ। सेटअप वानबाट हामीले चाहिँ एफएस लेखिदियौँ, अनि सेटअप टूबाट चाहिँ हामीले बिएस लिएको हो कि होइन, पहिला एफएस अनि पछि वाला बिएस लिएको नि होइन र। हो त्यही भएर यहाँ चाहिँ नजिकिनु होला तपाईँलाई, सेटअपको पहिलो रिडिङ भन्यो भने ब्याक साइड, चेन्ज पोइन्टको पहिलो रिडिङ भन्यो भने के हो त फर्स्ट साइड। यहाँनिर त धेरैजना झुकिएर अब सेटअप भने पनि चेन्ज पोइन्ट भने पनि बिएस लगाइदिनु चलाउनु हुन्छ, त्यसो गर्न चाहिँ पाइएन फेरि। त्यसमा के हुँदैछ, त्यसमा चाहिँ पहिलो रिडिङ भनेको एफएस र अन्तिम रिडिङ भनेको के हुन्छ त बिएस चाहिँ हुन्छ है त। त्यही कुरा लेख्नु त ल।
यसको पहिलो रिडिङ, यसको भनेको चाहिँ यो चेन्ज पोइन्ट हो है त। रिडिङ एफएस र अन्तिम रिडिङ बिएस हुन्छ। ल, बिएस हुन्छ भनेर भन्नु पऱ्यो है त। अथवा अन्तिममा भनेको नि दोस्रो भनौँ न। दुईवटा रिडिङ छ भने किन अन्तिम भन्ने, पहिलो पहिलो र दोस्रो भन्ने नि भयो। दोस्रो रिडिङ के हुन्छ त? बिएस हुन्छ। जस्ट उल्टो हुन्छ कि यसमा चाहिँ, त्यही भएर यसमा चाहिँ जोकिनु भएन है त। ल, यो चाहिँ के भयो भन्दाखेरि चेन्ज पोइन्टको भयो। ल, यति गरेपछि तपाईँहरूले चाहिँ अब हामीले स्टेसनसम्म पनि सकायौँ। हामी यो चाहिँ अब यो अलाइनमेन्टको चाहिँ एउटा पिबिएमबाट अर्को टिबिएमसम्म सब सेक्सन पनि यसरी के हुन्छ सकिन्छ। यसमा विभिन्न स्टेसनहरू आउँछ। त्यो स्टेसनहरूको बारेमा चाहिँ हामीले यसरी चाहिँ यति चाहिँ हामीले पढ्यौँ। अब यति पढिसकेपछि अब ल त अब हामीले के भनेका छौँ, प्रत्येकमा के गर्छौँ, लाइन अफ साइटको हाइट निकाल्छौँ र त्यो हाइटबाट के गर्छौँ, बिएस जोड्छौँ, एफएस घटाउँछौँ, अनि चाहिँ अर्को पोइन्टको आउँछ भनेको हो कि होइन। अब एउटै पोइन्ट चाहिँ एउटाको लागि एफएस भयो, अर्को लागि बिएस भयो भनेको थियो भने चाहिँ अब यति भन्दै गर्दा चाहिँ हाइट अफ इन्स्ट्रुमेन्ट भनेको चाहिँ के होला त? अर्को टर्मिनोलोजी स्टेसनहरू सकियो भने अब जनरल कुराहरू हेरौँ है त। एक दुई कुराहरू हेरौँ, त्यस पछाडि चाहिँ सकिन्छ होला। हाइट अफ स्टेसन भनेको कति? 20 नम्बर। हाइट अफ इन्स्ट्रुमेन्ट तपाईँहरू अर्को एमसिक्यूमा सोधिरहेको एचआई भन्छ होइन। लेबलिङमा एचआई भन्नाले केलाई बुझाउँछ भनेर सोधिरहेको हुन्छ। केदेखि केसम्मको हाइट होला लेबलिङमा एचआई भनेको? हाइट अफ इन्स्ट्रुमेन्ट केदेखि केसम्मको होला? यसमा मैले तपाईँहरूलाई यो पोइन्टमा चाहिँ यो हाइट अफ इन्स्ट्रुमेन्ट कति हो भने कति हुन्छ होला? हो, यसमा चाहिँ हाइट अफ इन्स्ट्रुमेन्ट भन्यो भने ड्याटमदेखि अब समुद्री सतह नि भन्न पाइएन, ड्याटम भन्नु पर्यो होइन। यो 1000 मिटर आयो। अब यसमा यो 1.5 मिटर जोडेर बिएस जोडेर आएको यो 1,001.5 मिटर हो भनेको चाहिँ यसमा हाइट अफ इन्स्ट्रुमेन्ट हो कि होइन त? यो हाइट अफ इन्स्ट्रुमेन्ट निकाले त हामीले घटाएको हो नि होइन र? हो, अरूमा तपाईँले ट्राभर्समा ट्राङ्गुलेसन भन्दाखेरि तपाईँले चाहिँ यो ग्राउन्ड सर्फेसबाट नाप्नुहुन्थ्यो, अथवा चाहिँ यो कन्ट्रोल पोइन्टबाट नाप्नुहुन्थ्यो, किन हामी त्यसमा चाहिँ स्टेसनमा चाहिँ हाम्रो सेटअप हुन्थ्यो। त्यही भएर हामीले ग्राउन्डबाट नाप्थ्यो, कन्ट्रोल पोइन्टबाट नाप्थ्यो। तर यसमा त हाम्रो सेटअप हुँदैन। सेटअपमा यसको हाइट कति भन्ने थाहा छ हामीलाई? यहाँको आरएल कति हो निकाल्न सक्नुहुन्छ? सकिँदैन हामीले, किन हाम्रो त स्टेसनमा त हाम्रो स्टाफ छ। त्यही भएर हामीले यो स्टाफबाट के गर्छौँ भन्दाखेरि आरएल जोडेर निकाल्छौँ। भनेपछि ड्याटम अथवा चाहिँ के हुन्छ त, ड्याटमदेखि लाइन अफ साइटसम्मको हाइटलाई नै के भनिन्छ भन्दाखेरि चाहिँ हाइट अफ इन्स्ट्रुमेन्ट भनेर भनिन्छ है त्यसमा चाहिँ। ल, ट्राभर्स ट्राङ्गुलेसन भन्दा फरक कुरा, त्यही कुरा लेख्नु त ल। ड्याटमदेखि लाइन अफ साइटसम्मको उचाइलाई ड्याटमदेखि, ड्याटम भनेको जे पनि हुनसक्छ है फेरि, लाइन अफ साइट साइटसम्मको उचाइलाई, उचाइलाई एचआई अथवा हाइट अफ इन्स्ट्रुमेन्ट भनिन्छ भनेर भन्नु पर्यो। ल, यो चाहिँ ग्राउन्डमा भएको बिएमको आरएलमा जोड्ने हो कि। यो भनेको के हो भन्दाखेरि ल हेर्नु त, त्यो भनेको के हो भन्दाखेरि एचआई इक्वल टु के हुने रहेछ त भन्दाखेरि, एचआई इक्वल टु के हुने रहेछ भन्दाखेरि चाहिँ आरएल अफ, आरएल भनेको के हो अरे, हामीले टर्मिनोलोजी पढिसक्यौँ। बिएम प्लस के हुने रहेछ भन्दाखेरि चाहिँ ब्याक साइड रिडिङ, रिडिङ भनेर हुने रहेछ। त्यही त हो नि होइन र? ल हेर्नु त, जस्तै हामीले फिगरमा हेऱ्यौँ भने, ल हेर्नु त यही कुरालाई फिगरमा, ल यही फिगरमा हेऱ्यौँ भने के हो त, यो लाइन अफ साइडको हाइट भनेको चाहिँ यसको आरएल भनेको चाहिँ रिड्युस लेभल हुन्छ समुद्री सतहबाट, यो पिबिएमको चाहिँ 1000 मिटर छ। यो 1000 मिटरमा ब्याक साइड रिडिङ भनेको 1.5 मिटर छ। त्यही भएर 1001.5 आएको त हो नि होइन र? हो, यो 1001.5 भनेको के हो त, हाइट अफ इन्स्ट्रुमेन्ट हो क्या, ग्राउन्डदेखि होइन। यो चाहिँ
ड्याटमदेखि भन्नुपर्छ। अरूमा चाहिँ ग्राउन्डदेखि, ट्राभर्स ट्राङ्गुलेसनमा। तर लेभलिङमा छ भने केबाट हुन्छ भन्दाखेरि चाहिँ ड्याटमदेखि हुन्छ। त्यही भएर तपाईँहरूलाई चाहिँ एमसिक्यूमा पनि सोधिरहने कारण चाहिँ यही झुकिने भएको भएर हो। केदेखिको हाइटलाई भनेर सोधिरहेको हुन्छ, ड्याटमदेखि भनेर भन्नु पऱ्यो है त। अब एउटा सेटअपमा चाहिँ याचाइ कतिवटा हुन्छ होला? एउटा सेटअप गर्दै गर्दाखेरि कतिवटा याचाइहरू हुन्छ होला? जस्तै तपाईँले चाहिँ इन्टरमिडिएट पोइन्ट, टर्निङ पोइन्टमा रिडिङहरू पढ्दै गर्दा एउटा सेटअपको लागि याचाइ कति हुन्छ होला? कहिले कहिले यसरी पनि आइरहेको हुन्छ। दुईवटा होला। एउटा सेटअपको लागि चाहिँ याचाइ कति हुन्छ होला? हामीले ब्याक साइड रिडिङ एकचोटि भन्दा बढी पढ्छौँ र? पढ्दैन नि होइन? तपाईँले यसमा एकचोटि पढेपछि त सकियो। यसमा तपाईँले ब्याक साइड पढिसकेपछि लाइन अफ साइडको हाइट आयो। यो हाइट आएपछि अब जतिवटा बिएस पढे पनि, एफएस पढे पनि, आइएस पढे पनि, सरी बिएस होइन, एफएस र आइएस जति पढे पनि के हुन्छ त? चारवटा आइएस पढ्नुहोस्, एउटा एफएस पढ्नुहोस्, तर के हो त, यो लाइन अफ साइड त यही नै हो नि, होइन र? त्यही भएर एउटा जहिले पनि सेटअप छ भने जहिले पनि के हुन्छ त, हाइट अफ इन्स्ट्रुमेन्ट पनि एउटा मात्रै हुन्छ। तपाईँले फेरि चाहिँ यो सेटअप भने, फेरि सेटअप भने के हो भने नझुकिनु होला नि, स्टाफको लागि भनेको छैन मैले, स्टेसनको लागि, सेटअपको लागि। एउटा सेटअपको लागि जहिले पनि के हुन्छ त, लाइन अफ साइटको हाइट भने के हुन्छ त, एउटा मात्रै हुन्छ। त्यही भएर याद चाहिँ के हुन्छ त, सिङ्गल मात्रै हुन्छ। ल, एउटा सेटअप भर या चाहिँ सेम नै हुन्छ, दुईवटा होइन है। एउटा सेटअप भर भर या चाहिँ एउटा मात्र हुन्छ। दुईचोटि आशा निकाल्यो भने त कुरो बिग्रिहाल्यो नि, होइन र? ल, यसरी चाहिँ भन्नु पऱ्यो। ल, अब अर्को हाम्रो चाहिँ के छिटो होला त टर्मिनोलोजी। टर्मिनोलोजी हाम्रो रेड बुकमा दिए अनुसारै मैले तपाईँलाई रेड बुक इङ्ग्लिसमा चाहियो भने चाहिँ तपाईँलाई यहाँ रेड बुकमा छ, रेड बुकबाट हेर्नु होला। नेपालीमा मैले तपाईँहरू लेखाइरहेको छु, इक्जाममा यसरी पनि लेख्न पाइयो है त। चेन्ज पोइन्ट भनेको बिएस र एफएस दुवै लिएका पोइन्टहरू है, अरू केही पनि बुझ्नु पर्दैन। यदि हामीले कुनै स्टेसनमा बिएस र एफएस दुवै पढ्यो भने चेन्ज पोइन्ट, एउटा त्यो बाहेक पढ्यो भने चाहिँ इन्टरमिडिएट पोइन्ट, त्यति मात्रै फरक हो। ए, अर्को लिङ्क लाइन। ल, लिङ्क लाइन भनेर छ, र अर्को तपाईँहरूलाई चाहिँ लिङ्क लाइन र अर्को के भनेर छ भन्दाखेरि चाहिँ 14 डेज सेक्सन भनेर दुईवटा पोइन्ट रहेछ। ल, कति नम्बर पुगेको थियौँ हामी? 21 नम्बरमा। ल, लिङ्क लाइन भनेको अथवा त्योभन्दा पहिला चाहिँ, ल, 14 डेज सेक्सन भनेको के होला त? 20 नम्बरमा। फेरि यो त नेपाली इङ्ग्लिस होला, 14 डेज लेखौँ। ल, 14 डेज 14 डेज सेक्सन भनेको के होला त? 14 डेज सेक्सन भनेको के होला? जस्तै, ल हेर्नु त, हामीले यसरी लेबलिङ गर्दैछौँ भने लेबलिङ गर्दाखेरि दुई तरिकाबाट गरिन्छ। एउटा चाहिँ हामीले यसरी लेबलिङ गर्दैछौँ भने यसरी दुईवटा दुईवटा टिम मुभ हुन्छ। यहाँ तपाईँले फिगरमा हेर्नुभयो भने यसरी डिफ्रेन्ट टिमहरूले यसरी लेबलिङ गरेर आएको हुन्छ, यसरी चाहिँ लेबलिङ गरेर आएको हुन्छ। यहाँदेखि हामी यहाँसम्म जानुपर्ने छ भने डिफ्रेन्ट टिमहरूले गरेर आएको हुन्छ। यसरी टिमहरूले गर्दाखेरि एउटा 14 दिनमा सकिने गरी चाहिँ एउटा सेक्सन बनाइएको हुन्छ। हो, एउटा सेक्सन चाहिँ 14 दिनमा सकिने गरी बनाएको हुन्छ, जसलाई हामीले के भन्छौँ, 14 डेज सेक्सन भनेर भन्छौँ। भनेको चाहिँ एउटा यसरी हामी लेबलिङ गर्दैछौँ, ल अन्त यो लेबलिङ गर्नुपर्ने थियो अघि हामीले, अथवा अघि फिगर लिएर आउँला, बुझ्न सजिलो होला, यही फिगर लिएर आउँला। यति हामीले लेबलिङ गर्नुपर्ने थियो। ल, यति हामीले चाहिँ लेबलिङ गर्नुपर्ने थियो एउटा चाहिँ। ल, एउटा टिबिएमबाट गएर चाहिँ हामी अर्को एउटा पिबिएमबाट गएर अर्को टिबिएमसम्म पुग्नुपर्ने थियो हामी। लेबलिङ गर्नुपर्ने यति थियो। ल, यति एरिया लेबलिङ गर्नुपर्ने थियो भने अब के गरिन्छ भन्दाखेरि जनरली चाहिँ हामीले सिङ्गल टर्सरी नगरिकन लेबलिङ, प्रिसाइज लेबलिङ गर्नुपर्ने छ भने डबल टर्सरी गरिन्छ। डबल टर्सरीमा चाहिँ
टर्सरी गर्छ। डबल टर्सरी भनेको चाहिँ टिम ए चाहिँ यताबाट जान्छ, यो डाइरेक्सनमा जान्छ। टिम बी चाहिँ यो डाइरेक्सनमा जान्छ, फरवार्ड र ब्याकवार्ड। हो, एउटा यसरी चाहिँ फरवार्ड डाइरेक्सनमा हुन्छ, फरवार्डमा हुन्छ। अर्को चाहिँ ब्याकवार्डमा हुन्छ। हो, यो दुइटा लेभलिङले चाहिँ अब के हुन्छ भन्दाखेरि चाहिँ कम्प्लिट काम सकाउनको लागि चाहिँ 14 दिनमा सकिने गरी चाहिँ एउटा सबसेक्सन बनाइन्छ। हो, त्यो सबसेक्सनलाई के भन्छ भन्दाखेरि चाहिँ 14 डे सेक्सन भनेर भन्छ। ल, अरू के पनि होइन, एउटा सबसेक्सनमा चाहिँ 14 दिनमा सकिने गरी बनाएको हुन्छ डबल टर्सरीमा। यदि हामीलाई शुद्धता बढी चाहिएको छ भने हो, यसलाई चाहिँ के भन्छौँ भन्दाखेरि चाहिँ हामीले भन्दाखेरि चाहिँ 14 डे सेक्सन भनेर भन्छौँ। ल, फरवार्ड, फरवार्ड लेबलिङ, टिम र ब्याकवार्ड लेबलिङ। लेबलिङ टिमले 14 दिनमा सबसेक्सन भन्ने भन्छ। ल, अब यो 14 दिनमा सबसेक्सन सकिन्छ भने चाहिँ एउटा सेक्सन सकिन्छ, सरी सेक्सन भनौँ है, 14 डे सेक्सन भनेको सब सेक्सन होइन, सेक्सन मात्रै। अब यो 14 दिनमा सकिने सेक्सन हो भने एउटा सेक्सनमा चाहिँ कतिवटा चाहिँ अब सेटअप हुन्छ होला त? एउटा सेक्सनमा टोटल चाहिँ कतिवटा सेक्सनहरू, के अरे कतिवटा सेटअपहरू हुन्छ होला त? तपाईँ जस्तै यो चाहिँ तपाईँले यसरी सकाउनु पर्ने छ भने यो सेक्सनमा चाहिँ कतिवटा चाहिँ सेटअपहरू हुन्छ होला त? जस्तै हामीले एउटा सब सेक्सनमा कतिदेखि कति सेटअप राख्ने भनेका थियौँ? एउटा सेटअपमा कतिदेखि कति सेटअप राख्ने भनेका थियौँ? एउटा सब सेक्सन चाहिँ कतिदेखि कति दिनसम्म सकिने गरी राख्ने भनेका थियौँ ले अन्त? योभन्दा अगाडि हामीले पढ्ने बेलामा हो 6 देखि 8वटा भनेको हो कि होइन? म्याक्सिमम् 8वटा हुने रहेछ नि, होइन र? हो, त्यही भएर एउटा सेक्सनमा कतिवटा हुने रहेछ त अब? एउटा 14 डेज सेक्सनमा कतिवटा सेटअपहरू हुने रहेछ त? निकाल्नुहोस् त ल। 14 डेज सेक्सनमा कतिवटा सेटअपहरू हुने रहेछ त? हो, 112 होइन? भनेपछि 14 इन्टु के भयो त? 8 भयो कि भएन? भयो नि, होइन र? यो भने कति हुन्छ भन्दाखेरि 112वटा चाहिँ हुन्छ है त। हुँ। किनकि हामीले यहाँ लेख्ने बेला कसरी के भनेर लेखेको थियौँ त यहाँनिर तपाईँहरूलाई? सुरुमा लेख्ने बेलामै हामीले के भनेका थियौँ त? ल, सेक्सनको परिभाषा लेख्ने बेला के भनेको थियो त? सब सेक्सन भन्नाले टिबिएमदेखि पिबिएम अथवा यसरी सकिन्छ, यसको लेन्थ चाहिँ 300 देखि 400 मिटर हुन्छ, 6 देखि 8 सेटअपमा सकिन्छ भनेको हो कि होइन? यसरी गऱ्यो भने चाहिँ टोटल कति आउने भयो त? 14 इन्टु 8 गर्नु पर्यो। म्याक्सिमम चाहिँ भनेको है, त्यही म्याक्सिमम चाहिँ यसरी भनेको छ है त। ल, यसरी पनि कहिले कहिले सोधिरहेको हुन्छ। अब एउटा अन्तिम 21औं नम्बरमा भनेको चाहिँ 21औं नम्बरमा तपाईँहरूलाई सोध्न सक्ने अर्को भनेको चाहिँ लिङ्क लाइन भनेको के होला त? एउटा टर्मिनोलोजी अन्तिममा। कति नम्बर पुगेको? 20 नम्बर हुने होइन, 21 नम्बरमा लिङ्क लाइन। लिङ्क लाइन भनेको के होला त? लिङ्क लाइन भनेको के होला? कसैले के आइडिया छ? एल के भनेर भन्छ ल? सिम्पली स्मल केले जनाउँछौँ, क्यापिटल एल स्मल के लिङ्क लाइन भन्छौँ। लिङ्क लाइन भनेको के होला त? हो, जस्तै हामीले चाहिँ लेबलिङ गर्नु पऱ्यो भने ले अन्त, जस्तै यो फिगरमा हामीले के भनेका थियौँ भन्दाखेरि लेबलिङ गर्दै जाँदा ल अन्त, यसरी लेबलिङ गर्दै गएको छौँ भने चाहिँ हामीले यसमा के गर्नुपर्छ? लेबलिङ गर्दै जाँदाखेरि चाहिँ एउटा रुट यताबाट हुन्छ, अर्को रुट यताबाट हुन्छ, यसरी लेभलहरू गइरहेको हुन्छ नि, होइन र? यसरी लेबलिङ गर्दै गर्दा अब यो दुइटा अलाइनमेन्टलाई चेक गर्नु पऱ्यो भने बिचमा के गरिन्छ त? यसरी कुनै एउटा लाइनले चाहिँ पिबिएमबाट सुरु गरेर अर्को पिबिएममा गएर इन्ड गरिन्छ।
पिबिएममै हुनुपर्छ है फेरि यो चाहिँ। यो अलाइनमेन्टको पिबिएमबाट सुरु गरेर अर्को अलाइनमेन्टको पिबिएममा गएर अन्त्य गरिन्छ भने यसलाई के भन्छ त? लिङ्क लाइन भनिन्छ। एउटा अलाइनमेन्टको पिबिएमबाट सुरु गरेर यो अलाइनमेन्ट भन्ने 101 थियो होला, 102 थियो होला। अब 101को अलाइनमेन्टबाट सुरु गरेर पिबिएमबाट सुरु गरेर 102को अलाइनमेन्टको पिबिएममा गएर चाहिँ हामीले चेक गर्नको लागि, हाइट चेक गर्नको लागि लिङ्क गरियो। यो दुइटा अलाइनमेन्टलाई लिङ्क गर्ने काम गर्यो नि होइन र? हो यस्तो लाइनहरूलाई के भन्छौँ त हामीले भन्दाखेरि चाहिँ लिङ्क लाइन भनेर भन्छौँ। ल, जहिले पनि केबाट सुरु हुनुपर्छ लिङ्क लाइनहरू चाहिँ? पिबिएमबाट सुरु भएर पिबिएममा नै अन्त्य हुनुपर्छ यो चाहिँ। कुनै एउटा एउटा अलाइनमेन्टको पिबिएमबाट सुरु भएर अर्को अलाइनमेन्टको पिबिएममा गएर अन्त्य हुनुपर्छ। हो यस्तोलाई के भन्छौँ भन्दाखेरि चाहिँ हामीले लिङ्क लाइन भनेर भन्छौँ है त। त्यही कुरा लेख्नु त। एउटा अलाइनमेन्टको पिबिएमबाट सुरु भई अलाइनमेन्टको पिबिएमबाट सुरु भई अर्को अलाइनमेन्टको पिबिएममा गएर दुई अलाइनमेन्टलाई लिङ्क गर्ने लाइनलाई के भन्छ त? लिङ्क लाइन भनिन्छ भनेर भन्नु पर्यो है त। ल, यसले के गर्दो रहेछ भन्दाखेरि चाहिँ दुईटा अलाइनमेन्टहरूलाई जोड्ने काम गर्दो रहेछ। त्यही भएर त के हो त भन्दाखेरि यो चाहिँ लिङ्क लाइन हो भनेर भन्नु पर्यो। ल, यति गरेपछि हामीले के गर्छौँ भन्दाखेरि चाहिँ टर्मिनोलोजीहरू चाहिँ सरसर्ती एकचोटि हेरेर सर हामीले सकाउँछौँ।